हेलो साथीहरू, वेलकम टु माई युट्युब च्यानल साथीहरू। ल गुड मर्निङ साथीहरू, गुड मर्निङ टु काठमाडौँ साथीहरू। आराम गर्नु साथीहरू। सो आई होप सो एभ्री वान इज डुइङ गुड साथीहरू। सो म पनि अहिले भर्खर काठमाडौँ छु, बिहानको समयमा काठमाडौँ सहरतिर बल्ल बल्ल बिहान उता। अहिले ट्राफिक जाम यहाँको माहौल त्यस्तो साथीहरू। काठमाडौँको ट्राफिक जाम, तर धेरै चिज परिवर्तन भयो साथीहरू काठमाडौँतिर। अब जुनसुकै नयाँ सरकार आए पनि विकास त विकास हुनुपर्छ साथीहरू, त्यही भन्न चाहन्छु साथीहरू। एकदम राम्रो पनि गऱ्यो, एकदम ट्राफिक लाइटको व्यवस्था गऱ्यो। भने अब थिएन ट्राफिक हामी काठमाडौँ आउने बेला, अहिले त धेरै चिज व्यवस्थित भइसक्यो। खुसी लाग्यो साथीहरू, आफ्नो देश परिवर्तन र देश विकास हुनुको लागि एकदम खुसी लाग्यो साथीहरू। अझै पनि ब्लग जारी छ, म गएर नास्ता गर्छु। अब काठमाडौँको दोहाको ब्लग अब कन्टिन्यू हुँदैछ साथीहरू। अब अहिले बिहान नास्ता गर्न आएको साथीहरू। अब तपाईँहरू देखाउँछु अब नास्ता के गर्नु छ साथीहरू, म भन्छु भने सिम्पल नास्ता साथीहरू। टक्क अब हेर्नुहोस्, यो समोसा अनि चना अनि जोरी अनि जस्तो सफा रेस्टुरेन्ट साथीहरू। काठमाडौँ आउने भन्दा पहिला यति खान्थ्यो मैले नास्ता परिवारसहित। अब धेरै पछि बल्ल आएपछि धेरै चिज परिवर्तन भइसक्यो। अब खाना खाएपछि बल्ल म ब्लग सुरु गर्छु। अब अहिले हेरेँ साथीहरू। सो फाइनली साथीहरू, अब चाहिँ म बिस्तारै अब एयरपोर्टतिर निक्लिने साथीहरू। अब म बसेको ठाउँ यस्तै साथीहरू, त म देखाउनु सक्दैन त, ठिक छ। म बसेको ठाउँमा अलिक देखाउँछु साथीहरू। त्यो साथीहरू बसेको ठाउँ यस्तै हो, सिङ्गल बेड। यही काठमाडौँको यस्तै छ। अब एक दिनको बसायो साथीहरू। अब फेरि अब जानुपर्छ आज विदेशतिर। त्यही भएर साथीहरू अब एकछिनमा सबै चिज तयारी गरेर अब म एयरपोर्टतिर लाग्छु साथीहरू। त्यही भएर अब भ्लग चाहिँ जारी छ साथीहरू। सो स्टे ट्युन गाइस फर द भ्लग। सो साथीहरू, बल्ल चाहिँ हाम्रो टाइमिङ चेन्ज भयो साथीहरू, कतार एयरवेजको। अब त्यही साथीहरू, अब जन्मभूमिलाई छोडेर कर्मभूमि जानु साथीहरू। त्यही साथीहरू, एकदम दुःख त लाग्छ साथीहरू, के गर्ने, आफ्नो देश छोडेर जान लाग्यो साथीहरू। आफ्ना साथीहरू सबै यतै छन्, सबजना यी हाम्रा मित्रहरू सबजना जान लाग्यो देशतिर, एकै देश जान लाग्यो कतार हाम्रो मित्रलाई। ल साथीहरू, मेरो युट्युब च्यानलमा स्वागत छ साथीहरू। ल हामी सँगै कतार जाने टोली है साथीहरू, कतार जाने टोली। हजुर हजुर, अब कतारमा कुन कुन ठाउँमा थाहा छैन, तर हामी एकै ठाउँमा जान लाग्यो साथीहरू। सबजना यहाँ वेटिङमा छन्, त्यही भएर ल उहाँलाई पनि स्वागत छ मेरो युट्युब च्यानलमा। उहाँ ढाक्क टोपी लाएर छिटिक्क देखेर छ। कस्तो लाग्यो साथीहरू अब देशलाई छोडेर? ल उहाँ साथीहरू बिचरा यस्तै छ। एकछिन अब बोर्डिङ गर्छु साथीहरू। त्यही साथीहरू अहिले चाहिँ हामी वेटिङमा छ साथीहरू। यहाँ हाम्रा सब साथीहरू छ, बल्ल वेटिङमै छ साथीहरू, वेटिङमै छ साथीहरू। भर्खर सबजना एकजना हाम्रो मित्र साउदी अरेबियादेखि साथी जाँदै हुनुहुन्छ। सर साउदी अरेबिया जाँदैछ। यो चाहिँ हाम्रो करिम सर, उहाँ चाहिँ नेपाल पत्रकार महासङ्घ प्रमुख सल्लाहकार हुन्छ, हाम्रो मित्र। सर कस्तो लाग्यो सर नेपालको बसाइ? नेपालको बसाइ कस्तो लाग्यो सर? यो मेरो युट्युब च्यानलमा हजुरलाई स्वागत छ है सर। ल हजुरले उहाँलाई स्वागत छ। उहाँ पनि मेरो मित्र हुन्छ, उहाँ मेरो अभिभावक हुनुहुन्छ। सँगै कतारमै हामी बस्छौँ, एउटै सहरमा तर अलग अलग ठाउँमा बस्छौँ। एकदम सँग ट्राभल गर्दै गरेर हामीसँग ट्राभल गर्न आएको। त्यही साथीहरू, अहिले बल्ल वेटिङमा छौँ। भाइ चाहिँ बल्ल पानी सानी पिएर बल्ल हाम्रो साथी रसला फानदेखि आउनुभयो। साथीहरूलाई सबलाई स्वागत छ युट्युब च्यानलमा। सँगै हामी कता जानेको टोली हो। अब अरू देशको जाने टोली हो साथीहरू, असंस्कार देशको जाने टोली हो साथीहरू। अब बल्ल बल्ल वेटिङमा आएको छौँ। एयरपोर्टतिर खानेकुरा खासै भोकै त लागेको छैन, खाएर काठमाडौँतिर खानपिन भयो। त्यही हो साथीहरू, अब खासै होइन। अब एकछिन 3-3:30 बजे मेरो फ्लाइट हो साथीहरू कतारको। त्यही हो, अब कतारको ब्लग बन्दै कतारमा पुग्ने बित्तिकै चाहिँ ब्लग पनि चलिरहेछ साथीहरू। त्यही साथीहरू, अब त्यही हो, चल्दै हो साथीहरू, जिन्दगी यस्तै छ साथीहरू। अब कफी सपमा लास्ट भिड छ, एकदम कफीहरू एकदम लास्ट भिडमा साथीहरू। कतारको 6 यही मेरो फ्लाइट F06 QR651। त्यही हो दोहा जानलाई कतार एयरवेज। फ्लाइटको एयरवेज देख्दै सबैजना अहिले हुँदै कोही यात्रामा आएको छन्, कोही त्यही हो
सबैजना शुभयात्रा This is the final boarding announcement for Mr. Arun Patel. Mr. Arun Patel. गेट नम्बर 6 Mrs. साथीहरू हामी Ibu Gosani. साथीहरू बल्ल चाहिँ म बोर्डिङ सोर्डिङ सबै चेकिङ गरेर अनि त्यहाँ चाहिँ धेरै भिडियो देखिन सकिनँ र साथीहरू अब हामी चाहिँ घुम्नु जान लाग्यौँ कतार एयरलाइन्सको भित्रको एयरलाइन्स मात्रै छ अहिले अब कतार एयरलाइन्स यो चाहिँ देशमेर कतार हो यसमा आएर टक्क यहाँ सबै चिज सेटिङ पनि मिल्न सक्छ नि एकदम एकछिन अब इन्टरटेनमेन्ट हेर्छु कि समयको लागि सबै चिज एकदम प्रपर छ एकदम साथीहरू टिभीहरू सबै हेर्न सक्छ मैले अन्त पुरा फिचर कति राम्रो छ एकदम अनि अब एकछिन अब त्यही हो कमेन्टमा पनि हेरौँ कस्तो एकदम खुसी लाग्यो हाम्रो दाइ हुन्छ क्यानाडा जानुहुन्छ साथी हाम्रो दाइ हुन्छ र दाइलाई पनि मेरो युट्युब च्यानलमा स्वागत छ थ्याङ्क यू उहाँ चाहिँ क्यानाडा जानुहुन्छ म चाहिँ कतार उहाँ चाहिँ 15 घन्टाको कति चाहिँ ट्रान्सफर होटल चाहिँ तपाईँको कसैलाई कता नेपालको बसाइ म 2-3 हप्तालाई मात्रै आएको थिएँ मेरो चाहिँ क्यानाडामा इमिग्रेसन र रियल इस्टेटको बिजनेस छ अहिले म जति पनि विद्यार्थीहरू क्यानाडा पढ्न जान्छु भन्छ उनीहरूलाई म क्यानाडामै लोन दिन्छु एकदम 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 चाहिँ पढ्छु भन्नुहुन्छ भने ट्युसन फी र 1 वर्षको लिभिङ एक्सपेन्स चाहिँ हामी वहीँको ब्याङ्कबाट दिन्छौँ हजुर हजुर भएपछि उहाँहरू पढिदिनु पऱ्यो पढोस् राम्रो त्यही हो आफ्नो भविष्य बनाउनु त्यही मात्रै त्यही भन्दा एकदम एकदम सेमिनार थियो त्यो सकेर फेरि म जाँदैछु ल एकदम ल दाइलाई पनि शुभयात्रा छ क्यानाडा जानुमा सँगै हामी एउटा फ्लाइट तर बाटो ट्रान्जिट म चाहिँ अब कतारतिर छोटो भयो 4-5 घन्टा मेरो त्यसपछि अझै अरू 1 दिन लाग्छ हजुर एकदम एकदम ल उहाँ चाहिँ भेट्दै एकदम खुसी पनि लाग्यो सो अब एकछिन अब म फोन पर राख्छु कतार भाइसको पुरा कमेडीहरू अब एकछिन अब म ल गरेछु भन्नुहोस् फाइन साथीहरू अब हामी चाहिँ नेपाल कतार आइपुगेको साथीहरू कतार अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय साथीहरू अब आइपुग्यो कतार कुशल आइपुग्यो कतारतिर साथीहरू कतारतिरसम्म अहिले आइपुग्यो हामीसित कतार अब लगभग हामी कतारको एयरपोर्टमा छिरिसकेको छ त्यहाँ हामी अब गर्मी त गर्मी हो ल त्यस्तै अब यो कतारको भ्लग अब लगभग छिटो सिद्धिन्छ त्यो पछि इमिग्रेसन गर्ने त्यही साथीहरू त्यही घुम्दै अब आइपुग्यो कतार एयरपोर्ट कस्तो छ साथीहरू ठुलो छ एकदम कतार एयरपोर्ट ठुलो छ कतारको एयरपोर्ट होइन साथीहरू कतारको एयरपोर्ट मसँग मित्र जाने सँगै जाने अब एकै ठाउँ अब कोही कुन देशका जाने टोलीहरू छन् अब कति छन् अब एउटै एयरलाइन्समा आएको अब कसको ट्रान्जिट छ त्यो भएर त्यही साथीहरू अब अहिले चाहिँ म भर्खरै अब कतार चाहिँ आइपुग्यो है अलिकति चाहिँ ध्यान चाहिँ पुऱ्याउनु पर्छ त्यो साथीहरू हिँड्दै मान्छेहरूलाई कतिलाई थाकेलाई अब ल यो चाहिँ सबजनाको फ्लाइटहरू छन् ए साथीहरू बल्ल हामी साथीहरू कतारको एयरपोर्टमा चक्कर काट्दै साथीहरू हामी सबै यहाँ झोला खोज्दै त्यसो नगर टक्क अब चेकिङ गर्ने साथीहरू त्यही हो अब जाने हो आफ्नो कम्पनीतिर भोलि पर्सितिर ड्युटी जाने कुरा हो है अब चाहिँ गएर इमिग्रेसनमा चेक गर्ने अनि इमिग्रेसन सिकेपछि बल्ल आफ्नो लगेज आफ्नो सामान लिएर टक्क जाने साथीहरू लिनुहोस् नेपालको बसाइमा चाहिँ राम्रो नि भयो साथीहरू अब चाहिँ म गएर ब्यागेजको पनि त्यही हो ब्यागेज लिँदै अब होइन साथीहरू मेट्रोमा चढ्दै
हामी बल्ल बल्ल मेट्रोमा झरेर बल्ल यहाँ ब्यागेजहरू लिँदै खोज्दै साथीहरू पनि घुम्दै छन्। ल साथीहरू कतारको सबभन्दा यहाँनिर साथीहरू यही भालु साथीहरू सबजना यहाँ फोटो खिच्दै ऊको घर जाँदैछन्। अनि म अहिले बल्ल साथीहरू बल्ल बल्ल कतार आइपुग्यो। अब यस्तै साथीहरू कतारले जो सुविधा राम्रो बनाए, यु हेभ अ बायोमेट्रिक पासपोर्ट आइडी स्क्यान एन्ड गो। हाम्रो साथीहरू सबजना अब स्क्यानिङ गरेर अब जान्न गर्ने। अब एयरपोर्टमा आइपुग्यो साथीहरू हामी बल्ल ब्यागेज क्लेम। अब भिडियो धेरै नखिचौँ, अब जाने होला भिडियो खिचेर गरेर अन्तिम गर्ने साथीहरू। ल साथीहरू अब म आइपुग्यो सकुशल कतारतिर साथीहरू। अनि यही मेरो लगेज, म 4 नम्बर गेटमा छु साथीहरू। तपाईँलाई देखाउँछु कतारको दृश्य साथीहरू। कतार एयरपोर्ट हप्प गर्मी हो साथीहरू। कतारको गर्मीले त मोरै अत्यस्त गर्छ। हप्प गर्मी लाग्छ साथीहरू कतारमा। हप्प एकदम कतार एकदम गर्मी जस्तो लाग्यो। त्यो भएर साथीहरू हप्प गर्मी लाग्छ। त्यो भएर हप्प एकदम गर्मी लाग्छ साथीहरू। हप्प यस्तो गर्मी साथीहरू। आप्रे कहिले सोचेको जस्तो छैन साथीहरू यस्तो गर्मी कतारमा। साथीहरू अब लगभग त्यही हो। अब घर पुग्न साथीहरू। अब कोही आफन्त देख्ने त्यो कति खुसी हो साथीहरू। साथीहरू फाइनली ब्याक टु कतार आइपुग्यो साथीहरू। ल सकुशल आइपुग्यो साथीहरू। यो चाहिँ मेरो कोठा साथीहरू। अब कोठाको अवस्था देख्न सक्ने साथीहरू। अहिलेको अब रुम सफा पनि गर्नुपर्छ साथीहरू। त्यही साथीहरू अबको भ्लग त्यही साथीहरू। अब कतारमा कसरी दिन बित्छ भने त्यो पनि भ्लग आउँछ साथीहरू। त्यही सो स्टे ट्युन गाइस साथीहरू। सो तपाईँ यदि मेरो च्यानलमा नयाँ हुन्छ लाइक कमेन्ट गर्नुहोस् र सब्सक्राइब गर्नुहोस् र च्यानललाई बेल आइकन दबाउनुहोस्। हस् त, जय नेपाल साथीहरू।